अनि म चाहिँ बेसिकली यो भाइहरूको लागि यो भिडियो चाहिँ म चाहिँ आयुष र एलिजालाई चाहिँ के भन्छु भनेदेखि अबदेखि हैन तपाईहरुलाई डाई हार्ड फ्यान हो भनेर पछि पछि आएर हैन मतलब उनीहरु पनि त केही लक्षित नभइकन तिमीहरुको पछि लाग्दैन हैन म चाहिँ के भन्छु भने उनीहरुले अलिकति राम्रो काम गर्यो भने क्लोज भइहालेर नम्बर बाड्ने मेसेज गर्ने काम चाहिँ नगर्नु किनभने यस्तो मान्छेहरुले तिमीहरुलाई धेरै डेन्जर तरिकाले फसाउन सक्छ हैन अहिले देखिहाल्यो किनभने बस जति पनि टिकटकमा मन पर्ने भ्युअर्सहरु छ फेसबुक इन्स्टाग्राम टिकटकमा बस त्यतिसम्म मात्रै सीमित राख्नु मान्छेलाई क्लोज हुनु जसरी हामी क्लोज हुन्छ तिमीहरुसँग हामीले मतलब हामीले मनमा राख्छ नि तिमीहरुले नि भ्युअर्सहरुलाई त्यसरी नै मनमा राख्नु घर घरमा गएर भेट्ने हैन मनको कुरा शेयर गर्ने चाहिँ नगर भन्छु म चाहिँ किन भन्दाखेरि यस्तोले चाहिँ डेन्जर धोका पाउँछ र धोका अहिले भइ पनि रहेको छ अहिले फेरि कन्ट्रोभर्सी सुरु भयो हैन जसरी तिम्रो बुढीलाई यताउति गरेर त्यहाँबाट निकाल्छु भन्नेसम्म आयो किनभने तिमीहरु आफ्नो काम गर्दै जाऊ हैन तिमीहरुको सामान सेल गर बस बरु यसरी हैन टिकटकको यसरी भ्युअर्सहरुलाई बरु बाटोमा भेटेछ भनेदेखि हैन मिठो मुस्कान दिएर मिठो शब्द दिएर सम्मान गर बस त्यति भए पुग्छ जस्तो तिमीहरु गएको थियौ म नाम लिनु चाहन्न मैले यति बोलिसकेपछि अटोमेटिक नै जति पनि मलाई चिन्नुहुन्छ उहाँहरूले बुझ्नुहुन्छ पहिला पनि अरूसँग हैन ढुङ्गा कलेक्सनहरुसँग कन्ट्रोभर्सी चल्दाखेरि तिनीहरुको दुईजनाको फाइट पर्दाखेरि अनि सबैले वावा गर्यो अनि भाइहरु पनि गएर भेट्यो है त्यस्तो काम नगर्नु भन्छु म चाहिँ तिमीहरुलाई त्यस्तो मान्छेहरुले चाहिँ डेन्जर फसाउँछ जस्तो लाग्यो मलाई आज र हिजोको मैले भिडियोहरु एकदम हेरिरहँदाखेरि चाहिँ मलाई कता कता डर महसुस भयो त्यही भएर मैले यो भिडियो बनाउनु बाध्य भयो किनभनेदेखि मान्छे चिन्नु धेरै गाह्रो पर्छ एक वचनले मान्छे चिनिहाल्दैन मान्छे चिन्नलाई समय लाग्छ हैन त्यो मान्छेले मेरो बारेमा कति खाल्टो खनिरहेछ भन्ने कुरा हामीलाई थाहा हुँदैन जब परेपछि मात्र हामीलाई थाहा हुन्छ ओहो यसले त यति खाल्टो खनिसकेछ मेरो लागि भनेर बस यही भन्न चाहन्छु कि आफ्नो सामान सेल गर हैन टिकटकको सानो सानो भ्युअर्सहरुलाई आफ्नो मनमा राखे आफ्नो मनभित्र उहाँहरूले तिमीहरुलाई राखेको भ्युअर्सहरुलाई भेट बाटोमा हिँडेछ भने बस दुई हात जोडेर सम्मान गर बस यति नै भन्न चाहन्छु है किनभनेदेखि त्यसरी हाम्रो सपोर्टमा बोल्यो हाम्रो सपोर्टमा यस्तो गर्यो भनेर मान्छेलाई वावा भन्यो भनेदेखि मान्छे मातिन्छ त्यही भएर तिमीहरु अहिले जहाँ जुन स्थानमा तिमीहरुले आफ्नो काम गरेर बसेको छ त्यही काम गरेर बस्नु होला कसैको अगाडि पछाडी कुरा नसुनेर हैन चुपचापसँगले आफ्नो गन्तव्यमा पुग्ने बाटोमै हिँडेर बस्नु होला भन्न चाहन्छु म चाहिँ किनभने सोशल मिडियामा फेरि गन्दगी फैलिसक्यो बी केयरफुल हुनु भन्न चाहन्छु म चाहिँ दुईजनालाई बासे यो है धेरै माया थ्यांक यू दुबईमै रहनु हुने हैन दाजुभाइ दिदीबहिनी मैले एउटा भिडियो एकदम धेरै नै देखेँ कि मैले प्रमोद हेर भाइ तिमीले भने कि राणै बसौला रे दुबईको केटी बिहे गर्नु हुँदैन दाजुभाइ रे म तिमीलाई प्रश्न गर्न चाहन्छु हो 100मा 25% केटी 50% केटी होला त्यस्तो सुन अनि सबै त्यस्तो हुन्छ भन्ने छ तिमीले बारम्बार नेपालको केटाको कुरा गर्दैन हेर तिमी केटीको मात्रै कुरा गर्छ केटाको चाहिँ किन नगरेको केटाको चाहिँ किन नगरेको
केटाले पनि त धोका दिएर हिँडेको छ, केटाको किन नगरेको? तिम्रो भिडियो यति हेरेँ कि तिम्रो भिडियो अनुसार मलाई प्रेसर आयो भने थाहाइसक्यो क्या। आजभोलि जतिखेर पनि नेपालको केटीको मात्र बेइज्जत गरेको छ, बेइज्जत गरेको छ। नेपालको केटीलाई बिहे गर्नु हुँदैन रे। नेपालमा चाहिँ के सत्य छ केटीहरू? वर्ल्डभरिको केटाकेटी नै सबै इक्वल छ, इक्वल। थाहा छ कि छैन? तिमीले चाहिँ देख्यो नेपालकै मात्र। जति पनि खाडी मुलुकमा होस् या गल्फ कन्ट्रीमा होस् सबै त्यस्तो छ कि तिमीलाई चाहिँ के राति राति नेपाली केटीहरू कता सुत्दै हिँड्छ, कता रक्सी खाँदै हिँड्छ भनेर चेक गर्दै हिँड्छ हो। तिम्रो घरमा दिदीबहिनी छ कि छैन ल भन पहिला। तिमीलाई के थाहा तिम्रो दिदीबहिनी पनि त्यही त्यो राम्रोसँगले के अरे घर गरेर खाएको छ भने तिमीलाई थाहा छ? थाहा छैन नि होइन। उसको भित्र मनमा के चलिरहेछ तिमीलाई थाहा छ? थाहा छैन नि। अर्काको दिदीबहिनीको बारेमा किन भुक्छौ तिमी? दाजुभाइको बारेमा किन भुक्दैनौ तिमी? तिमीलाई म बिहे गर्छु यान त्यान भनेर केटाहरू नेपाल भागेको चाहिँ तिमीले देखेको छैन होइन? केटी मात्रै देख्यो तिमीले। दुबईमा तिमीले केटी मात्रै देख्यो, नेपाली केटा देखेन। बुझ्यौ? यसको रिप्लाई देऊ भाइ। मलाई तिम्रो भिडियो त्यो इरिटेसन हुन थालिसक्यो। तिमी मलाई बरु उ गर, एसएमएस गर। कस्तो के जतिखेर भिडियो हेरे पनि त्यो नेपालीको केटीको बारेमा भनेको छ। हो चाहिँ के हो के? आफै जिन्दगी होस् न, हो जतासुकै जाओस्, जोसँगै जाओस्। जतिखेर पनि नेपाली केटीको बारेमा भुकेको छ। चुप लाएर बस न तिमी। जिउनु देऊ आफ्नो जिन्दगी। जतिवटासँग गयो पनि, जतिवटासँग रक्सी खाए पनि, जतिवटासँग बसे पनि तिमीलाई के को टाउको दुखाइ? किन तिमीले भुकेर चाहिँ सबै स्टप हुने हो र? हामीले पनि देखिरहेको छ त राति राति त्यो के अरे मल्दब एमरेसतिर त्यो साइडमा खोइ त कालीहरू अरू देशको। नेपाल त मैले त्यहाँ देखेको छैन त। कालीहरू पुरै टाँसेर बसिरहेको देखेको छ त। अनि म त्यसको कुरा गर्नु? तिनीहरूको कुरा गर्नु? हामी त छोडिदिन्छौँ। जिन्दगी हो, बाँच्नु देऊ। उनीहरूलाई त्यसरी नै खानु पल्केको छ र मन लाग्छ भने खानु देऊ न। तिमीले रोकेर रोक्ने हो? मलाई अरूभन्दा के रिस उठ्यो भने जतिखेर पनि उसको भिडियो हेऱ्यो भनेदेखि खालि नेपाली केटी। तिम्रो दिदीबहिनी चाहिँ नेपाली होइन र? जतिखेर पनि नेपाली केटी ल रोकेर देखाऊ तिमी। दुबईमा तिमीले रोकेर देखाऊ मान्छेलाई। जति पनि नेपाली चाहिँ ल तिमीले रोकेर देखाऊ। अनि म मान्छु कि तिमीले नेपाली केटीको लागि राम्रो काम गर्यो भनेर। गर्नु सक्दैन भनेदेखि बेइज्जत पनि नगर मान्छेको। बुझ्यो? बिहान यस्तो टिकटक खोलेको त्यसकै थोपडा आइरहेको। नेपाली केटीलाई बिहे नगर, बरु नेपालमा आँखा फुटेको होस् रे, यान त्यान रे। तिनीहरूलाई बरु बिहे गरेर ठमेलमा जाऊ न। ठमेलमा जाऊ। नेपाली केटीहरू साँझ परेपछि कति निस्किन्छ। ठमेलमा जाऊ नेपालमा हेर्नलाई। दुबईमा मात्रै देख्यो तिमीले, अरू देशमा देखेन? अरू देशको मान्छे पनि बिग्रेको छ त। किन तिमी दुर्पिन लिएर हिँड्छ हो? जतिखेर पनि नेपाली केटी मलाई यस्तो रिस उठ्छ कि फेरि। गर्नु देऊ न यार। आफ्नो जिन्दगी हो, जिउनु देऊ। कि त तिमीले भर्देऊ उनीहरूको घरको घाँस पास कपास। न्यायाधीश बनेर बस्छ नेपालीको लागि। रिस उठेर। अनि एउटा कुरा है, दुबईको काण्ड। बर दुबई भनेको एउटा सिटी हो होइन? ब्याङ्कदेखि हरेक कारोबार बर दुबईमा नै हुने हो। त्यही भएर मान्छे सारा ठाउँबाट बर दुबईमा किन आउँछ भने त्यहाँ नेपाली होटेल छ, रेस्टुरेन्ट छ। नेपाली हामी पनि इभन खाना खानु जान्छ होइन? आमा छोरा देउरानी हामी खाना खानु जान्छ। अनि खाना खाएर महलमा बसिन्छ। अनि
मान्छेहरू आउने भनेकै कारोबार भनेको नि बरदुबईमा हो। अनि बरदुबईलाई मान्छेले यस्तो सोच्छ कि हुनु त हो त्यस्तो मान्छे छैन भन्दिनँ म, छ होइन। तर पहिला एउटा ठाउँ थियो त्यो लभ डाँडा भन्ने थियो कि डाँडा, त्यहाँ चाहिँ धेरै नै मान्छेहरू बियरहरू खाएर बस्थ्यो। अहिले त्यो पुलिसले हटायो, जति समातेर लगे पनि नेपालीहरूलाई नलाग्ने भनेर नलाग्ने भएको भएर त्यसमा इक्वल छ, केटा पनि छ केटी पनि छ, नट ओन्ली वान। अनि भत्कायो अहिले होइन। अहिले त्यहाँनिर चाहिँ त्यस बेन्चमा मात्रै बस्नु पाउँछ, भुइँमा बस्नु पाउँदैन। अहिले बरदुबई धेरै कडा हुँदैछ कि। अनि मान्छेले चाहिँ रेस्टुरेन्टमा बाहिर खुल्लामा बस्दाधरि पनि मान्छेले चाहिँ नेगेटिभ सोच्ने, आमा छोरा हिँड्दा पनि नेगेटिभ सोच्ने, बाउ छोरी हिँड्दा पनि, बुढाबुढी हिँड्दा पनि नेगेटिभ सोच्ने। नेपालीको बानी के छ भनेदेखि हरेक चिजलाई पोजिटिभ कहिले पनि नसोच्ने कि नेगेटिभ सोच्ने भएको भएर अनि बरदुबईमा अहिले यो हालत भएको। बरदुबई भन्दा दुबईमा चाहिँ नेपाली चेलीलाई मात्रै डोमिनेट गर्ने, घृणा गर्ने गरेको। केटाहरू त चोखो, केटाहरू त आमामामामामामा दुनियाँको बुढा त चोखो होइन, केटी मात्रै जुठो छ नि दुबईमा, केटा मान्छे त छैन, जुठो छैन। जति पनि दुनियाँको बुढा चाहिँ नेपालमा त्यो उत्तानो टाङ लाएर घिचेर बस्ने बुढाहरूको चाहिँ, बुढीहरूको बुढा चाहिँ चोखो नसम्झी हुन्छ ओके। अनि त्यसपछि अनि त्यस्तो सोच भएको छ कि दुबईमा चाहिँ आफ्नो मान्छेसँग हिँड्नु नहुने, खानु नहुने, बस्नु नहुने, अनि हरेक कुरामा नेगेटिभ सोच बनाइदिएको छ यो केटाहरूले। जता गएको छ मोबाइल तेर्साएको छ, फलानाको बुढाबुढी को छ ल हेर्नु होला भनेर भिडियो बनाइदिएर हालेको छ। हरेक चिजमा नेगेटिभ के नेगेटिभ पार्टतिर गएको छ, भिडियो बनाएर मान्छे यसो ग्रुप बसेको छ भने पनि त्यसलाई नेगेटिभ वेमा लिएको छ होइन। अनि यसै विषयमा एउटा कुरा म भन्छु, मेरो हाम्रो साथी बहिनी भनौँ न, बिचरा चितवनको थियो कि, बुढाबुढी चितवनको, त्यो बहिनी तामाङ नि, अनि भाइ चाहिँ खोइ के हो, अनि भाइ चाहिँ अलिक कालो कालो थियो, अनि दाँत अलिकति उठेको थियो। त्यो भाइ हामी ग्रुपमा फोटो हाल्दा, बुढाबुढीको फोटो हाल्दाखेरि जसले पनि बङ्गाली भनिदिने भयो त। अब त्यो भाइलाई बिचरा बुढाबुढीको फोटो कमेन्ट यस्तो नेगेटिभ आउँथ्यो। एक त नेपाली हो कि फिलिपिन पनि चिन्दैन यहाँ, बुझ्नुभयो। यो दुबईमा नेपाली हो कि फिलिपिन हो भनेर पनि चिन्दैन। इभन मलाई पनि फिलिपिन भन्छ। जति बसमा गयो पनि जहाँ गयो पनि मलाई नेपालीले धरि फिलिपिन भनेर सोच्छ। फिलिपिनले त मलाई यसै पनि आते आते भनेर फिलिपिन भनेर बोलाउँछ। नेपालीको सबैभन्दा घटिया सोच के हो भने मान्छे चिन्नु नै सक्दैन कि। त्यही भएर पनि जसलाई पनि नेगेटिभ सोच्ने बानी भएको भएर जसलाई पनि नेपाली नै देख्छ। यिनीहरूले नेपाली नै देख्छ। हुनु त यिनीहरूको नि बुढी नेपाली नै होला होइन, आमा त नेपाली नै होला होइन। अब उसको बुढीले पहिला के काण्ड गरेर आएको थियो यिनीहरूलाई त थाहा छैन। यसको आमा बाउले के काण्ड गरेर आएको यिनीहरूलाई त थाहा छैन। जन्म्यो, आयो, विदेश आयो, यो रमझम देख्यो होइन, अनि भुक्न थाल्यो। जतिखेर पनि तिमीहरूले चाहिँ नेपाली केटी नै देख्छ होइन र, त्यही भन्नु खोजेको। इभन त्यो मेरो त्यो बहिनीलाई त अहिलेसम्म पनि खेद्छ होला सायद फोटो हाल्यो भने। बङ्गाली त्यो भाइलाई बिचरा बाउ आमा नेपालको देखाउँदा धरि पनि पत्याउँदैन। यस्तो छ नेपालीको भेडा दिमाग, त्यस्तो छ कि मान्छे चिन्नु नसक्नु सबैभन्दा मूर्खता हो नेपालीको। नेपाली चिन्दैन अनि जोसँग गए पनि फलाना ऊ नेपालीसँग हिँडेको, फलानासँग हिँडेको भनेर त्यो नेगेटिभ वे लान्छ कि दिमागले। मान्छे चिन्दैन नि नेपालीले विदेशमा, यो नेपाली हो कि फिलिपिन हो। मलाई इभन इन्डोनेसिया भन्छ प्रायःले, थाहा छ। बुर्खा लाएर हिँड्नु हो भनेदेखि मलाई फिलिपिन र इन्डोनेसिया भन्छ मान्छेले। अनि मान्छे नचिनिसकेपछि दुःख पाउँछ धेरै। त्यसमा त पड्काएर हुँदैन, यो मान्छे के हो भनेर पहिला बुझ्नुपर्छ। अर्काको बेइज्जत गरेर मात्र हुँदैन कि।
यो धेरै यो विदेशमा बस्ने त्यो चेलीहरू मात्रै गलत भनेको भएर मलाई रिस उठेको पारा तात्तिएको इभन हाम्रा आमा छोरा हिँड्दा पनि मान्छेले नेगेटिभ सोच्छ बुझ्यो दुबईमा अनि गर्ने के हामी के केटा मान्छेसँग हिँड्दै नहुनु हिँड्नै नपाउनु छोराहरू